शिव भगवानमा यस्तो पनि शक्ति छ, उहाँसँग भूत प्रेत डाकिनी साकिनी सुन्दरी अप्सरा सबलाई उहाँले राक्षसगण भूतगण ती सबकालाई पनि स्वाहा पारिदिने शिव महादेव अग्निदेव। त्यसैले त हामी शिवको नाममा होम गरेर ती सबलाई स्वाहा पार्छौँ र सत्यताको न्यायको शान्तताको शिव 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 सम्भव शिवरात्रि शिवलाई रातभरि नै उहाँको पुकार गर्ने मङ्गल कामना गर्ने आगो ताप्ने प्रसादहरू खाने र सबैसँग हाँसो खुसी बस्ने दुःख सुखका समय बिताउने समय नै शिवरात्रि। जय भोलेनाथ। रातै हाम्रो दिनै हाम्रो सर्वे सर्वा हाम्रो शिवै हाम्रो उहाँकै हामी हाम्रै उहाँ सबै शिवमय। शिव महादेव तिर्काग्नि कालाय कालाग्नि रुद्राय। त्यसै भने रुद्र जस्तो भयङ्कर तपाईँको पञ्चतत्व आगो घाम पानी हावा बतास सबलाई स्वाहा गर्ने एकमात्र शक्ति शिव शक्ति। त्यसकारण नै शिवरात्रिको यो महिमा हो, यो गर्जन हो, यो भिड हो, यो मानिसहरूको भुल हो। स्वागत छ गुरुबा हजुरलाई यो कलाकार भाइ पोडकास्टमा। धन्यवाद गुरुबा। अब मैले धेरै कुरा त के भन्नु हजुरलाई, आज महाशिवरात्रिको अघिल्लो दिनमा छौँ हामी। अब गुरुबा यो शिव भनेको कस्तो देवता हुन् अथवा कस्तो भगवान हुन्? शिव भनेको कस्ता देवता हुन् भनेर यो शब्दमा व्याख्या गर्न हामीले सक्ने छैन। शिव एक देव हुनुहुन्छ, महादेव, देवाय देवाय महादेवाय, कालाय कालाय महाकालाय भनेपछि नेत्र त्रिनेत्र शूल त्रिशूल धात्रम भनेर त्रिनेत्र भएका, हामीसँग दुई नेत्र भएका छौँ, उहाँसँग तीन नेत्र छन्। सदा सर्वदा तिनै भुवनमा त्रिकाल त्रिदर्शी महादेव उहाँ एक रूपमा हुनुहुन्छ, ब्रह्मा विष्णु महेश्वर शिव शङ्कर कैलाशपति उहाँसँग लीन हुने। त्यसकारण शिव महादेव आराध्य देव पुण्य महान हुनुहुन्छ, उहाँभन्दा सर्वश्रेष्ठ हुनुहुन्छ, एकमा लीन हुनुहुन्छ। उहाँको गुणगान, उहाँका संहारका कुराहरू, उहाँका विध्वंसका कुराहरू, उहाँले गर्नुभएका मायाका करुणाका प्रेमका यावत कुराहरूमा हामी उहाँ जति कोही पनि पाउँदैनौँ। त्यसैले त उहाँमा हामी सिरो परेछौँ। हाम्रो चरण कमल उहाँप्रति हामी जहिले पनि निहुराइराख्छौँ, ढोगिराख्छौँ र उहाँप्रति समर्पित छौँ। शम्भो सर्वेश्वराय सदाशिवाय। तपाईँलाई म यसै सन्दर्भमा एउटा शिवको स्तुति भन्न चाहन्छु। ओम अस्तु नमस्ते भगवान विश्वेश्वराय महादेवाय त्र्यम्बकाय त्रिपुरान्तकाय त्रिकाग्नि कालाय कालाग्नि रुद्राय नीलकण्ठाय मृत्युञ्जयाय सर्वेश्वराय सदाशिवाय श्रीमन् महादेवाय नमो नमः। यसरी महादेवलाई सब देवका देवका देव कालका काल महाकाल महामृत्युञ्जय मन्त्र हेर्नुहोस्, त्यसमा कति शक्ति छ। त्यो शक्ति एउटैले मात्र पनि संसारलाई हामीलाई उर्जायित बनाउँछ, प्रफुल्लित बनाउँछ। हामीमा भएका शक्तिहरू भित्री अन्तर्निहित ज्ञानहरू तिनलाई प्रस्फुटित गराउँछ। त्यो महामृत्युञ्जय मन्त्र ओम त्र्यम्बकम यजामहे सुगन्धिम पुष्टिवर्धनम उर्वारुकमिव बन्धना मृत्युर्मोक्षिये मामृतात् सर्वमङ्गलं माङ्गल्ये शिवे सर्वार्थ साधिके शरण्यं त्र्यम्बकं गौरी नारायणी नमस्ते नमस्ते। अनि गुरुबा खासमा यो महाशिवरात्रि भनेको चाहिँ के हो? महाशिवरात्रि शिवलाई शिव भगवानको सम्झनामा वर्षको एकचोटि हामी यो फागुन महिनामा त्रयोदशी तिथि यसरी शिवको भगवान देवाय देवाय महादेवालाई सम्झने एउटा हाम्रो पर्व हो, कला संस्कृति हो, रीतिरिवाज हो, धर्म हो, हाम्रो नैतिकता हो, हाम्रो चरित्र यसमै छ, हाम्रो हिन्दुत्व हो, हाम्रो सर्वतत्व पूर्ण तत्व भक्ति तत्व ज्ञान तत्व सब कुरा शिवरात्रिमै लीन। त्यसले हामीलाई उजागर गराउने, प्रस्फुटित गराउने, रिइनर्जाइज गर्ने, फ्रेसिङ गर्ने, बस त्यसलाई अनि प्युरिफाइड गर्ने तपाईँको पहिलाको छ भने शुद्धिकरण गर्ने र बस सबैमा फेरि मनोभाव प्रफुल्लित गरेर खोलेर फेरि शिव भगवानमा आराधनामा लागेर उहाँकै पथमा उहाँकै बाटोमा उहाँकै ज्ञान उहाँकै दिव्य दर्शनमा हामी पनि लीन हुन पाऊँ भनेर उहाँलाई सम्झिने दिन हो यो शिवरात्रि। त्यसैले त यहाँ देश विदेशबाट
हजारमा भक्तजनहरूको वैरो लाग्छ, ताँती लाग्छ। जोगी सन्त महात्मा भोगी ज्ञानी रिद्धि सिद्धि पाएका व्यक्तिहरूको यहाँ घुइँचो लगाइरहेको हुन्छ। वो भ्याइ नभ्याइ छ। यो बहुत आश्चर्यचकितजनक छ। खासमा शिवरात्रि भन्नु चाहिँ त्यो एकदम ठुलो। यो रातमा शिव भगवानलाई पुरा रात्रिभरि नै अग्नि ज्वलन गरेर अग्निमा सबै पापहरू नाश गरेर विलिन गरेर सबै त्यसमा नाश। अग्नि देवता विश्वदेवा सबैभन्दा ठुलो देवता हुन् हाम्रा सूर्यदेव। त्यसकारण आगोमा त्यो तापेर र जाडो महिनालाई पनि बिदाई गर्ने हाम्रो परापूर्व कालदेखि हामीले चाहिँ विश्वास गर्दै आएको कुरा। अब जाडोलाई बिदाई गर्ने र गर्मीलाई स्वागत गर्ने पनि, र अन्तिम दिनको रूपमा आगो पनि ताक्ने र आगोबाट आउने जुन अदृश्य शक्ति हुन्छ, सुपर नेचुरल पावर, त्यो शक्तिलाई आफूले के गर्ने, क्याच गर्ने। खासमा शिवरात्रि त अब अधिकांशले नै मान्छन्, तर पशुपतिनाथमा चाहिँ के छ गुरु त्यस्तो महत्त्व? पशुपतिनाथमा हाम्रो हिन्दू आराध्य देवको सबभन्दा प्रधान प्रमुख देवालय यो भएकोले यहाँ विशेष तरिकाले पशुपति विकास कोषले पनि यसको आयोजना गर्ने गरेको छ। त्यसको लगायत अन्य दानवीर मन भएका व्यक्तिहरू, हात भएका व्यक्तिहरूले पनि आफ्नो तर्फबाट आफ्नो दक्ष अनुसार सेवा सत्कार भाव गरिराख्नु भएछ। शिवरात्रिलाई शिवरात्रिमय बनाउनका लागि, यसलाई अझ हर्ष उल्लास साथका मनाउनका लागि सबै मानिसमा जगमा एउटा आनन्दमय कुनै केही निसङ्कोच मनले अगाडि आएर पवित्रीकरण धारणा गरेर शुद्धि हुने पर्वको रूपमा लिने गरिन्छ शिवरात्रि। पशुपतिनाथमा नै मान्छे वैरिनुको कारण चाहिँ के हो? पशुपतिनाथ पशुहरूका सबै पशुहरूका पनि नाथ शिव पशुपतिनाथ, पशुपति शिव भगवान। त्यसैले अन्त कहाँ जाउन्? जब सबै पशुहरूको नाथै उहाँ हुनुहुन्छ भने चाहिँ उहाँमा नै समर्पित हुनु पर्यो। उहाँलाई नै हामीले के गर्नु पर्यो? यज्ञ तप जप मन्त्र तन्त्र यावत विधि विधा छन्, ती सबले धर्मलाई रक्षा गरेर आफू रक्षित हुने एउटा सरल उपाय, एउटा जेनरल कमन सेन्स भएको मानिसले पनि त्यसलाई धारण गरेर भगवानको नाम मात्र उच्चारण गरेर पनि यस शिवरात्रिमा पुण्य कमाउन सक्ने हाम्रो सदियौँदेखिको विश्वास छ। अनि यहाँ शिव भगवान नै आउनुहुन्छ भन्ने किंवदन्ती शिव भगवान किंवदन्तीमा त्यो व्यक्त छ। शिव भगवान नै आउनुहुन्छ भने अदृश्य हुनुहुन्छ हो। म पनि त्यो सत यथार्थलाई म विश्वास गर्छु। त्यहीमा म तल्लीन छु, तपस्वी छु र एकाग्रता मैले त्यसमा राखेको छु। म पनि त्यही विश्वास गर्छु, सारा भक्तजनहरूले त्यही विश्वास गरेर आउनुहुन्छ। आऊ तपाईँ हामी सबै मिलाउँ, धर्म बचाउँ बस, अनि राष्ट्र बचाउँ, राष्ट्रको परिचय यसै हिन्दू धर्मबाट विश्वसम्म लगाउँ, ताकि हामीलाई थाहा छ अमेरिकाको युनिभर्सिटीमा समेत संस्कृतिको अध्ययन अध्यापन हुन थालेको छ। ओम शब्दमा कति शक्ति छ। ओमकारम बिन्दु संयुक्तम नित्यम ध्यानयन्ति योगिनः कामदम मोक्षदम चैव ओमकाराय नमो नमः। यो एउटा ओम शब्दमा पृथ्वी अड्केको छ, ब्रह्माण्ड अड्केको छ। त्यसैले यसको चराचर जगतको मैले शब्दमा धेरै गुणगान गाउन सक्दिनँ हजुर। अनि यो शिवरात्रि नै भनेर चाहिँ तपाईँको मेन चाहिँ किन यो वर्षमा एकचोटि खासमा शिव भगवान जन्मिनु भएको कि कस्तो? शिव भगवान जन्मिनु भन्दा नि उहाँका जब पहिला परापूर्व कालमा शिव भगवान आफूलाई जुन लोकमा उहाँ शासन गर्नुहुन्थ्यो, जहाँ बसेर सेवा पुऱ्याइराख्नु भएको थियो विभिन्न जनसमुदायको, त्यो ठाउँमा उहाँबाट विश्राम गर्नलाई आरामको एउटा बाहना बनाएर यो मृगस्थलीमा आएर मृगको रूप धारण गरेर खेलिराख्नु भएको थियो। र उहाँलाई खोज्ने क्रममा देवी देवताहरू सबै राक्षसगणहरू सबै आएर पत्ता लगाएपछि उहाँ भाग्ने क्रममा उहाँको सिङ भाँचियो र त्यहाँनिरबाट त्यो भाँचिएको ठाउँमा गाईले आएर दुध दिने यताउता गर्ने, त्यसपछि ज्योतिर्लिङ्ग उत्पादन भयो। ज्योतिर्लिङ्ग त्यहाँबाट भएपछि हो त्यसै दिनको सम्झना स्वरूप पनि यो आजको शिवरात्रिको दिनलाई त्यस अर्थमा विशेष महत्त्वपूर्ण। अनि तपाईँको मान्छे चाहिँ यहाँ विदेशदेखि नै आउँछन् रे नाङ्गा बाबाहरू? एकदम यो चाहिँ विभिन्न देश विदेशबाट नाङ्गा बाबाहरू हुन्छ। उहाँको तपस्या हो त्यो अघोरी नाङ्गा सब कान छेडेका बाबाहरू, गोरखनाथका बाबा, विश्वनाथका बाबा, तपाईँको वृन्दावनका सब इन्डियाका सब मठ मन्दिरका आउँछन्। त्यस्तै अन्य देश विदेशका पनि अहिले जहाँ हाम्रो हिन्दू धर्मको इन्फ्लुएन्स एकदम राम्रो प्रभाव परिएको छ। जबकि संस्कृत भनेको सबै धर्महरूको नै सुरुवात केन्द्रबिन्दु भएकोले त्यसमा सबैको मन आकर्षित हुनु, यो प्रति लालायत हुनु स्वाभाविक हो। यो उहाँको देन हो।
खासमा अनि तपाईँको यो शिवरात्रि विशेष चाहिँ के कर्महरू हुन्छ गुरु यहाँ? शिवरात्रि विशेष भन्नाले हामीले हवन हाल्छौँ शिवरात्रिमा। भोलिपल्ट व्रत बसिन्छ शिवको नाममा, अनि शिवलाई आरती गरिन्छ, सम्झिन्छ, मन्त्र पाठ गरिन्छ। अनि एकादशीको दिनमा शिव भगवानमा समर्पित साधु सन्त महात्माहरू, जोगी, यी सबलाई स्वागत गरिन्छ पशुपति विकास कोषले। र औँसीको दिनमा बिदाई गरिन्छ। यी बिचका दिनहरूमा बहुत हर्षोल्लासका साथ हामी शिवरात्रि मनाउने गर्दछौँ। खासमा शिव भगवानको नाममा गाँजा भाङ पनि खाइन्छ नि? त्यो पनि खाइन्छ। शिव भगवानको नाममा गाँजा भाङ धतुरो सबै यी विष पनि खाइन्छ। शक्ति लिएर खाने हो भने त्यो पच्न सक्छ, उहाँमा आस्था विश्वास लाग्ने हो भने त्यो पच्न सक्छ। विष नि पच्छ। शिव भगवानले वो नीलकण्ठाय विषै धारण गरिदिनु भएको हो होइन। त्यो सब संहार गर्नको लागि अरू कसैले नसकेपछि उहाँले खाइदिनु भएको हो। त्यसकारण गाँजा धतुरो विष भाङ भनेको तपाईँको लट्ठिने कुरामा खाने होइन कि रिक्रिएसनल कुराले इन्टरटेनमेन्ट टाइपमा खाउँ। धेरै खाएर अरूलाई उपद्रव नगरौँ, आफ्नो राइटको लागि अरूको राइटलाई भाइलेसन नगरौँ। गाँजा लिगलाइज हुने कुरा छ, भइरहेछ, देश देशमा भइरहेछ। उनीहरूले महत्त्व बुझेका छन्, यसको औषधि महत्त्व, यसको व्यावसायिक महत्त्व, यसको साइन्टिफिक महत्त्व। अनि गुरुबा अरू यो के छ पशुपतिनाथको विशेष? अब पशुपतिनाथको विशेष भन्नाले तपाईँको यहाँ हाम्रो पशुपतिनाथ, वासुकीनाथ होइन, त्यस्तै आएर हाम्रा शिवलिङ्गहरू, त्यस्तै आएर हाम्रो नवग्रह, सप्तमातृका, अष्टचिरञ्जीवी लगायतका देवी देवताहरू, असङ्ख्य हजारौँ हजार देवी देवताहरू जसरी हामीले गर्छौँ। हामी नेपाली, हाम्रो नेपाल सहर मानिसहरूभन्दा देवी देवता धेरै छन् र घरहरूभन्दा मठ मन्दिर देवालहरू धेरै छन्, जुन कुरा सत्य साबित हो, जुनमा हामी अहिलेसम्म पनि हामीले यो टिकाइराखेका छौँ, बचाइराखेका छौँ र बचाउनुपर्छ, टिकाउनुपर्छ। त्यसले गर्दा नि पशुपतिमा अर्को विशेषता भनेको भस्मेश्वर घाट, आर्यघाट, जहाँ दिनौँ कयौँ मृत आत्माहरूको दाह संस्कार गरिन्छ, विसर्जन गरिन्छ पुण्य कर्मको बाटोबाट। गङ्गा त्यहीँ बग्नु भएको छ, बागमती त्यहीँ बग्नु भएको छ। तर हाम्रो एउटा अलिकति ठुलो चुनौती बागमती सफा गरेर विश्वलाई देखाउनु पर्ने छ। अघि तपाईँले भन्नुभएको थियो पशुपति इन्टरनेसनल प्लेटफर्म हो, तर हामीले पशुपतिनाथमा पानीको एउटा त्यो बागमतीको सफाइ देखाउन नसकेर इन्टरनेसनल हाम्रो आइडेन्टिफाई कसरी गइरहेछ, त्यसमा चाहिँ मलाई अलिकति चस्स मन गोच्छ र त्यसप्रति म अझ बढी केही गर्न सक्छु कि भनेर म यहाँ ग्लोबल वार्मिङ लगायत त्यसका कुरामा भाइ बहिनी बाबु नानीहरूलाई जब म टिका लगाएर ब्लेसिङ दिन्छु त्यसमा पनि मैले समाहित गर्ने गर्छु। गुरुबा खासमा यो भस्मेश्वर घाट चाहिँ के छ खासमा मेन चाहिँ? त्यहाँको धुवा नि शिवजीलाई आउँछ भन्ने नि रहेछ। हो, त्यहाँको धुवा पनि शिवजीलाई आउँछ। भस्मेश्वर सब भस्म लेपम, हामी सबै वायुर्निलमिते मथेदम भस्मान्तम शरीरम ओम क्रतो स्मर कृतम स्मर कतो स्मर कृतम स्मर। योले पनि भन्छ कि भस्म हामी लास्टमा खरानी नै हुनुपर्ने हो जीवनमा, त्यसको अन्त त गत्ता छैन। मल माटो बिरुवा हामी खरानीमा गएर गएपछि माटो बन्छौँ, माटो भएपछि बिरुवा मल बनेर फेरि माटोबाट फेरि प्रस्फुटित हुने हो। त्यही कुरा हाम्रो दोहोरिँदै आउने हो र खरानीको त्यति महत्त्व छ कि हामी खरानीमा परिणत भएर खरानीबाट अन्य रूपमा रूपान्तरण हुने एउटा पहिलो प्रक्रिया हो। र त्यो नै अग्निबाट निस्केको खरानी भएपछि त्यो जस्तो चोखो र पवित्र अन्य कुरा हुँदैन भनेर खरानीलाई हामीले सदा सर्वदा सिरो परे गर्छौँ र निधारमा भस्म लेपन गर्छौँ। जय भोलेनाथ। अब त्यस्तै हाम्रो वासुकीनाथको छ, सदा सर्वदा हामीलाई रक्षा गर्ने। हामीले हाम्रा विशेष नागपञ्चमीमा पनि पूजा गर्छौँ, तर दिनौँ दैनिक कार्यक्रममा पनि पूजा गर्छौँ। उहाँको गायत्री मन्त्र छ, ओम नवकुलाय विद्महे भीखदन्ताय धीमहि तन्नो सर्पः प्रचोदयात्। ओम महादेवको त्यसैमा छ, ओम तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्। अर्को हाम्रो गाय ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। नमः शिवाय कालाय कालाय महाकालाय नमः शिवाय। भज भज भस्मलेपं भजामि भूतनाथं भूतनाथं नमः शिवाय। पशुपतिनाथं वासुकीनाथं देवाय देवाय नमः शिवाय। गुरुबा अनि यो तपाईँको यो शिवरात्रि विशेषलाई जोडेर मैले फेरि प्रसङ्ग ल्याएँ। खासमा यो नाङ्गा बाबाहरू यहाँ आउनुको कारण चाहिँ के हो?
यो शिवरात्रि हिन्दूहरूको एकदम पावन महान पर्व भएकोले वार्षिक रूपमा मनाउने र पशुपति विकास कोषले र सदियौँदेखि हामीले नाङ्गा बाबुहरूलाई स्वागत गर्ने, यहाँ उहाँहरूको स्वागत गर्ने र बिदाई गर्ने कार्यक्रम पनि छ। त्यस पनि एउटा आकर्षितको पक्ष हो भने विश्वनाथ, काशीनाथ, मुक्तिनाथ भन्दा पनि माथि पशुपतिनाथ। त्यसकारण नागा बाबाहरू यहाँ हामी कसैले बोलाएर होइन, उहाँहरू आफसे आफ भगवान्ले पठाउनु भएको हो। त्यो शक्ति, त्यो अद्वितीय शक्तिको रूप हो, यो प्रारूप देखिन पाएका हौँ हामीले। यही कुरा तपाईँलाई मैले अवगत गराउन चाहेँ। जय भोलेनाथ। खासमा यहाँ तपाईँको यो भित्रको पूजा चाहिँ कस्तो हो गुरु? एउटा गोप्य र एउटा सामान्य देखाउने दुईटा हुन्छ अरे, थोरै यसमा नि बोलिदिनु। यो गोप्य भन्नाले गोप्य पूजा भनेर त्यो होइन, गोप्य भन्नाले भित्र हाम्रो जुन भट्टहरू हुनुहुन्छ उहाँहरूले गर्ने पूजा हो। जुन प्राय जसको पूजा गर्ने समयमा जो पुग्छन्, जो भाग्यमानी हुन्छन् भनौँ न, जसलाई साइत परेको हुन्छ, भाग्यमानी त हामी सबै छौँ, यो पृथ्वीमा कर्म लिनु वहीँ भगवान्को देन हो, त्यस भाग्यमानी त हामी त्यसै छौँ। तैपनि यहाँ आएर त्यो चाहिँ कर्ममा पाउनु उहाँहरूको लागि सौभाग्य मैले सम्झिन्छु। त्यो अर्थमा भित्र भट्टहरूले गर्ने पूजा त्यो एउटा लिन्छ भने बाहिर हामी पण्डितहरूले गर्ने पूजा अर्को पूजा हो। हामी बाहिर पनि भट्टहरू बाहेक अरू पण्डितहरूले गर्ने दोस्रो पूजा छ भने तेस्रो स्तरको हामी जस्ता पण्डितहरूले गर्ने चाहिँ बाहिरी पूजा छ, मन्दिरको मठ मन्दिरको अलिक वरपर गरिन्छ। यावत तरिकाले गर्ने पूजा हुन्। त्यसकारण तपाईँहरूलाई भित्रको भट्टको पूजा भन्दाखेरि चाहिँ त्यो गोप्य जस्तो लाग्छ, तर त्यो गोप्य होइन। ढोका खुल्ला हुन्छ, सिङ्गार हुन्छ, सबै कार्यक्रम हुन्छ, जल मार्जन हुन्छ, अभिषेक हुन्छ, सब कुरा हुन्छ। त्यसकारण मैले देख्दाखेरि मलाई त्यो भ्रम लाग्छ, गुरुबा मिथ्या लाग्छ। मिठो एउटा भजन पनि जोडिदिनु पर्यो हजुरले। ब्रह्म मुरारी सुरार्चित लिङ्गम निर्मल भासित शोभित लिङ्गम जन्मज दुःख विनाशन लिङ्गम तत् प्रणमामि सदा शिवलिङ्गम देवमुनि प्रवरार्चित लिङ्गम कामदहन करुणाकर लिङ्गम रावण दर्प विनाशन लिङ्गम तत् प्रणमामि सदा शिवलिङ्गम सर्वसुगन्ध सुलेपित लिङ्गम बुद्धि विवर्धन कारण लिङ्गम सिद्धसुरासुर वन्दित लिङ्गम तत् प्रणमामि सदा शिवलिङ्गम। उहाँको छ कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः मन्दारमाला कुलितालकाय कपालमालां कृतशेखराय दिव्यम्बराय च दिगम्बराय नमः शिवाय च नमः शिवाय नमः शिवाय च नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय हर हर भोले नमः शिवाय जटाधराय गंगाधराय ममलेश्वराय विश्वेश्वराय सोमेश्वराय कालेश्वराय देवाय देवाय महादेवाय नमः शिवाय नमः शिवाय नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय हर 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 दुःख हर कष्ट हर रोग हर शोक हर 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 महादेव ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुत बुधश्च गुरु शुक्र शनि राहु केतु सर्वे ग्रह समस्त लोकाः शान्तिकर भवतु शान्तिकर भवतु शान्तिकर भवतु नमः शिवाय। गुरुबा अनि यो अब शिवरात्रि विशेषलाई जोड्दाखेरि चाहिँ अब के भन्नुहुन्छ यहाँ आउने भक्तजनहरूलाई हजुरले चाहिँ? सबको चराचर जगतको हित होस्, मङ्गल होस्, कल्याण होस्, स्वस्ति होस्। चाहे भक्तजनको इच्छा कामना सिद्धि हुन्, उहाँहरूलाई मेहनत परिश्रम गर्ने र सद्बुद्धि सद्विवेक सकारात्मक पथमा हिँड्ने बल बुद्धि पशुपतिनाथले सब चराचर जगतलाई दिएर हाम्रो देशको समुन्नति विकास गर्नेमा सबैको उत्ति नै स्थान रहोस्। त्यो बुद्धि, त्यो विवेक, त्यो ज्ञान चराचर सबमा प्राप्ति होस्, त्यो नै मेरो कामना छ। हजुर अनि यो राष्ट्रदेव भन्नुको आशय के हो? राष्ट्रदेव पशुपतिनाथ सब देशभरिका मान्छेले जताततैका मान्छेले मान्नाले नै उहाँलाई त्यो संज्ञा दिएको। त्यहाँ अरू मैले थप्नुपर्ने कुनै शब्द आफैमा
पूर्ण छ। त्यसकारण पनि जय। अनि यो अब लगभग हामी अन्तिममा छौँ। अब शिवरात्रिको एउटा अन्तिम केही विशेषता भनेर हजुर गुरुबाले। अब शिवरात्रिको विशेषता भन्नु नै जसरी हामी दसैँमा टिका लाएर परिवारका मानिसहरू भेटघाट हुन्छौँ, एक आपको दुःख सुख बाँड्छौँ, धेरै पछि मिठो मचिलो खान्छौँ। शिवरात्रि पनि पशुपतिमा देशभरिका वासीहरू, भक्तजनहरू, तीर्थालुहरू भेट भएर एक आपसमा मनो भलोकुसारी गर्ने, एक आपसले अर्कालाई बाँड्ने, सक्नेले नसक्नेलाई दिने, दान दिनेहरूले दान दिनेलाई दिने, नसक्नेले लिने, शम्भो कैलाशपतिको नामलाई उद्गार गर्ने, मन्त्र जप गर्ने र उमङ्गमय शिवमय शिवरात्रिमय बनाएर हामी यसको मङ्गल कामना गरेर हामी मनाउने, यो नै हाम्रो परम्परा छ शिवरात्रिको। जय भोलेनाथ। हजुरको शुभ नाम भनिदिनु न गुरु। मेरो भेषभराज कोइराला, गोदावरी। हस्, धन्यवाद। हजुरलाई समय र संवादको लागि आभारी व्यक्त गर्दछु। तपाईँलाई स्वागत छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। तपाईँको जुन यो इच्छा कामनाहरू छन् त्यसरी खिचेर